सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदनमा एउटा सांसद र आम सञ्चारको विद्यार्थीको रूपमा मात्र उभिएको छैन। नेपालको संविधानले प्रस्तावनामै ग्यारेन्टी गरेको पूर्ण प्रेस स्वतन्त्रताका पहरेदार र वकालतकर्ताको रूपमा उभिएको छु। सभामुख महोदय, हिजो राजधानीमा अग्रणी सञ्चार माध्यमका मुख्य प्रवेशद्वारमै गाडीहरू पार्किङ गरेर भौतिक रूपमा आवाजाव ठप्प पारी सञ्चार गृहलाई तर्साउने जुन कुत्सित मञ्च प्रयास गरियो, म यसको कडा शब्दमा भर्त्सना गर्दछु। सभामुख महोदय, सत्यसँग डराउनेहरूले मात्र यस्तो हरकत गर्छन्, तर बुझ्नुपर्ने कुरा के हो भने सत्यलाई ढाकछोप गर्न खोज्नु भनेको हत्केलाले सूर्य छेक्नु जस्तै हो। हामीले बिर्सेका छैनौँ सभामुख महोदय, यो देशमा पत्रकारिताको कति ठुलो आँधीबेहरीका सामना गरेर आजको उचाइ हासिल गरेको हो भनेर। इतिहास साक्षी छ। हिजो निरङ्कुश शाही कालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहको सैनिक शासनमा बन्दुक बोकेका सेनाहरू समाचार कक्षभित्रै पसेर समाचार सेन्सर गर्थे। म त्यसको साक्षी हुँ सभामुख महोदय। त्यति बेला नझुकेको नेपाली सञ्चार माध्यम आज सडकमा दुई चारवटा गाडी तिर्साएर तर्सिन्छ होला र? ओखलीमा टाउको हालेपछि मुसलको के डर भने झै जस्तोसुकै सङ्कटमा पनि निर्भीक भएर उभिएको इतिहास कहाँ भुल्न सकिन्छ र? सभामुख महोदय, हाम्रो दल राष्ट्रिय स्वतन्त्र पार्टी लोकतन्त्र, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा चट्टान झैँ उभिएको दल हो। हामी सत्तामा छौँ भन्दैमा कसैका स्वार्थहरू ठोकिँदैमा प्रेसमाथि हुने कुनै पनि शैलीको त्रासदी र अराजकताको साक्षी हुन नपरोस्। आफू नमरी स्वर्ग देखिँदैन भने चाहिँ लोकतन्त्रको रक्षाका लागि हामी आफै अग्रसर भएर प्रेस स्वतन्त्रताको प्रतिरक्षा गर्न तयार नभए अरू को बोल्छ र? समस्या कहाँ छैन र सभामुख महोदय? हो, सञ्चार माध्यममा समस्या छन्। महात्मा गान्धीले भनेका थिए प्रेस एउटा ठुलो शक्ति हो, तर जसरी अनियन्त्रित पानीको भेलले सम्पूर्ण गाउँ डुबाउँछ र बाली नष्ट गर्छ, त्यसै गरी अनियन्त्रित कलमले विनाश मात्र गर्छ। हो, प्रेस सच्चिने ठाउँमा सच्चिनै पर्छ। यो हाम्रै दायित्व हो। त्यसैले म यो गरिमामय सदन मार्फत गृह प्रशासन र सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। सबै सञ्चार गृह र पत्रकारहरूको निर्वाध काम गर्न पाउने सुरक्षाको प्रत्याभूति तत्काल गरियोस् र पत्रकारितालाई त्रासरहित वातावरणमा काम गर्न दियोस्। अनि प्रेस एक्सप्रेस होइन, जिम्मेवार प्रेस बनोस्। स्वतन्त्र प्रेस